माइक्रोब्लेडिङ भनेको चाहिँ ब्लेड युज गर्छौँ। यसमा चाहिँ हामी यो एउटा पेन भयो, पेनमा हामी यो ब्लेड युज गर्छौँ। ब्लेडको साइज कस्तो पाउँछ त्यसरी नै अब यताको यसरी स्ल्यान्टिङ भएको छ। हेलो हुन्छ नाना के गर्न आउनु भएको तपाईँ? के गर्न आउनु भएको? के को हेर्नु आएको भनेको बुझिहाल्छ नि दर्शकहरूले के डेमो हो कि आज चाहिँ हाम्रो क्लास रहेको छ। तपाईहरुलाई हामी डेमो क्लासमै देखाउँछौँ ल। ओके सबैजनाले हेरिदिनु होला। हेर्नु यहाँ चाहिँ ऐना छ हैन। बिहानै उठेर मेकअप गरेर यति धेरै डलेर आइछ मैले भर्खर देखेछु। कति राम्रो देखिनु भयो आज साच्चै भइहाल्यो। मैले लिपस्टिक लगाएको सरलाई चाहिँ क्यामेराम्यान भन्नु बिचमा आएर सरलाई पनि फोटो खिच्नु हामी पनि आज कुर्जीको ऐना अगाडि ब्ल्याक डायमन्ड ब्युटिसियन नेपालको टी सर्ट कम त हँसाउनुहुन्छ पो त अग्लोहरू चाहिँ छैन क्या झ्याप्पै अचानकले काट्यो सबै जन्मिन मै मात्रै खुट्टा पनि अलिक त टाइटली गाडेको जस्तो गरेर म्याम हो नि काट्नु पर्यो नि त हैन हो एकचोटीमा ठ्याक्कै तपाईको हुँदैन बजेको छैन यस्तो कटकट आवाज आएको इन्फेक्सन नहोस् भनेर एउटा एन्टिसेप्टिक ओइन्टमेन्टहरू पाउँछ त्यो लगाउनु नत्र भने त हाम्रो साइडको 7 गते फाइनल छ इन्फेक्सन मास्तिराको तलतिर लेयर गर्ने म्याम है जसरी एङ्गल सेपमा गएर हैन हजुर 15 डेज चाहिँ डार्क देखिन्छ न डार्क देखिने त एक हप्ता हो यति गरिसकेपछि भएको हो भन्न मिल्दैन है यो भएको छैन है तर एकछिन वेट गरेर फेरि अर्को चिप्केर दिने माइक्रो सेडिङ भन्दा दुख्दो रहेछ दुख्छ किन भन्दाखेरि यो स्किनमा फिल हुन्छ क्या खासमा भन्नुपर्दा यो चाहिँ एकदम कट गर्दाखेरिको जुन एउटा प्रोसेस जुन हामीले फिल गर्छौँ क्या पानी रहेछ हुन्छ नि त मेरो यस्तो लुज स्किन छ हुन्छ नि हुन्छ नि है मेरो नेटले भयो साइडमा यतापट्टि साइडमा स्किनलाई तपाईँले जति त राम्रोसँग तन्काउनु भयो भिडियो गर्नु ल भिडियो लुज स्किनमा लुजमा अब अलिकति गाह्रो हुन्छ अब यति भइसकेपछि एउटा ऊ चाहिँ बन्यो होइन एउटा हल्का पातलो हुन पाउँछ कि कुदेकै हामीले ब्लेडिङ गरेको है हजुर
जहाँ कोरेको टाइम चाहिँ एउटै हो म्याम हजुर जहाँ कोरेको छ फेरि त्यही कोरिदिनु नि फेरि त्यसलाई अझ ठुलो गर्नु हजुर ड्युरेसन टाइम चाहिँ एउटै हजुर हजुर भयो होला कोपिला ल छुट्टी पस गरिदिनु हुन्छ अब छ नि त भएको भएर चाहिँ अब हामी धेरै डार्क नबनाऊँ धेरै लाइन पनि नबनाऊँ म्याम हाम्रो ल्यासेस एक्सटेन्सनहरू पनि क्लास हुन्छ यहाँ हुन्छ नि ए त्यो चाहिँ म आउनै पर्ने छ कति दिन जति लाग्ला म्याम ल्यासेस एक्सटेन्सनलाई राम्रोसँग प्र्याक्टिस गर्नुभयो भने 1 हप्ता ए मर्ने गरी प्र्याक्टिकल गर्छु बरु 1 हप्ता पनि आउँछु म त नजिकै हो नि त अनि त्यही भएर बुढानी 2 घन्टा ए अनिता र म पनि आउनुपर्छ है आउनुहोस् न तपाईँ सँगै गरौँ न यो अहिले 50% अफ छ है गरे होला यो माइके 50% अफ छ नाम टिपाइ होला म चाहिँ अहिले टिपाएर जान्छु यसको लागि चाहिँ गरेर पनि जाने तिमी पनि गर्ने अरूको हेरेर मात्रै गर्ने मान्छे म्यामले आफै गरिदिनुहुन्छ नि होइन म्याम हामी कति बेर लाग्छ बानेश्वर पुगेर आउँ यो स्ट्रोकिङहरूको चाहिँ हामीले अब पहिला चाहिँ कपीमा प्र्याक्टिस गर्नुपर्छ नि त लेटेक्समा स्ट्रोक गर्नुपर्छ अनि हजुरलाई सजिलो हुन्छ यहाँनिर थ्रेडिङ गरेर अलिकति मिलाउनुपर्छ ल हजुरको फेरि पनि अघिको माथि नै फिल हुँदैछ छैन कि उहाँको म अलिकति यो आइब्रो मैले अस्तिको पनि हाम्रो भिडियो हालेको छु तर मैले एडिट त्यति मजा आउँदैन गर्दिनँ एडिट नगरी त्यतिकै मेमोरीको लागि हालेको छु हजुर राष्ट्रै राम्रो साउन्डै आउँछ नि पछाडि चाहिँ अलि पातल हुन्छ नि त अलिकति के भयो अनि हाम्रो क्लाइन्टहरूलाई चाहिँ त्यो एक्सप्रेसनमा पनि अलिकति फरक पर्छ जस्तो कोही क्लाइन्टहरू थाहै नपाइकन एउटा आइटम माथि उठ्ने हुन्छ क्या धेरै जस्तोले चाहिँ यस्तो हुन्छ ठ्याक्कै डिफ्रेन्स देख्छ क्या यो चाहिँ अलिकति त्यस्तो भएर गएको देखेँ अहिले पनि नर्मली हेर्दाखेरि बुझ्दाखेरि हुन्छ नि बा यसरी हेर्दा त ऐनामा चाहिँ उसले भने जस्तै देखिएको छ यता चाहिँ फेरि अलिक यता चाहिँ त्यस्तो त्यो के भयो भने उहाँको जुन कलर छ नि तल यस्तोको छैन क्या त्यो अलिकति यस्तो भइरहेको थियो क्या तपाईँको त्यो आफ्नो अनि जस्तो यो हामीले सकिसकेपछि पनि एकचोटि हामीले साइजहरू लेन्थहरू चेक गर्दा हुन्छ सेन्टर त एकदम ठिक छ यो सेडिङ भन्दा ब्लेडिङ अलिकति छिटो जस्तो लाग्यो त है पोर त हामीले धेरै टाइम लगाएको थियो म त एकछिन बाहिर फोटो बनाएर पोस्ट गर्दा त यहाँ सिद्धिसक्यो उठ्नु त उठ्नुहुन्छ के गर्नु हुँदैन यो चाहिँ कसरी केयर गर्ने भन्ने कुरा हो गरेको दिनदेखि भोलिपल्ट 24 आवर्ससम्म चाहिँ एक छोड्ने यदि त्योभित्रमा केही आफूलाई जस्तो एकदम इचिङ फिल भयो भने चाहिँ लगाइहाल्ने होइन आफ्टर केयर जुन हुन्छ नि जेलहरू हुन्छ यहाँ चाहिँ केही भएन भने भ्यासलिन लगाउन सक्छ पेट्रोलियम जेली भनेको चाहिँ हाम्रो स्किनको लागि त्यो एन्टिसेप्टिकको काम गर्छ कि होइन अनि त्यसले चाहिँ त्यो लगाउन सक्छौँ तर होइन आइब्रोको कलर पनि राम्रो गराउँछु म यस्तो भनेपछि चाहिँ हामीले रिपेयर जेलहरू लगाउने है
पाउँछ कि त्यो चाहिँ किन्नै पाउँछ त्यो भयो होइन। र अब त्यो चाहिँ बिहानमा होइन हामी जसले गरिदिनुहुन्छ उहाँले प्रोभाइड गरिदिनुहुन्छ त्यो चाहिँ। अनि बिहान बेलुका 2 चोटि लगाउने। अनि त्यसपछि चाहिँ 1 हप्तासम्म चाहिँ पानीले नभिजाउने, जबसम्म उक्किएर जान्छ तबसम्म चाहिँ यो पानीले नभिजाउने होइन। अब वास गर्दाखेरि अब कसरी जोगाएर गर्ने हो त्यो चाहिँ अब आफूले हेर्नु पर्यो। वेट टिस्युले फेस वास गर्ने कि या चाहिँ अब कसरी गर्ने होइन। अब त्यो हल्का यस्तो कभर गरेर पनि गर्न सक्छौँ टेपहरूले होइन। अब त्यो नभिज्नु पर्यो जे भए पनि, तर अब मजाले भिज्ने चुप्ने गरी टेप लगाइयो भने त फेरि त्यसले उकाउँदाखेरि स्किनमा बढी असर गर्न सक्छ। अनि अर्को कुरा चाहिँ अब जस्तो 3 दिनपछि चाहिँ एकदम इचिङ हुनसक्छ, चिलाउन सक्छ। जस्तो हाम्रो घाउ ठिक हुने बेलामा चिलाउँछ नि त है, त्यस्तै गरिकन स्किन चिलाउन सक्छ। त्यो बेलामा चाहिँ हामीले स्क्रच गर्नु हुँदैन, कोट्याउनु हुँदैन, जस्ट हुन दिने के स्किनलाई हुन दिने। अब जस्तो अलिकति सफा भयो भने यसरी हातले टच गऱ्यो भने पनि चिलाएको जस्तो एकदम रिलिफ हुन्छ नि त। अनि नत्र भए चाहिँ यसरी कोट्याउने गर्ने, जबरजस्ती उक्काउने गऱ्यो भने चाहिँ कलर बस्दैन। अनि इन्फेक्सन रङ पस्यो भने इन्फेक्सन हुनसक्छ है। अनि त्यो कुराहरूमा चाहिँ याद गर्ने आफूले। जस्तो अब हामीले अब जस्तो मेरो क्लाइन्ट हुनुभयो, गर्ने बेलामा चाहिँ मैले त्यो भनेर पठाउनुहोस् म्याम तपाईँले चाहिँ 1 हप्ता वास गर्नु हुँदैन, अनि टच गर्नु हुँदैन, उक्काउनु हुँदैन। उक्किन खोज्छ, आधी उक्किँदाखेरि एकदम नराम्रो देखिन्छ, 2 दिन जति चाहिँ निकै नै नराम्रो देख्छ। 6 डेजदेखि 8 डेजसम्म भित्रमा, कसैको 5 डेजदेखि पनि हुनसक्छ त्यो उक्किन। यो छाला त उक्किएर जान्छ नि त। आधी कलर बस्दाखेरि यो स्किन जस्तो देख्छ नि, आधी चाहिँ देख्छ कि घाउको पाप्रा जस्तो। अनि त्यो बेला नउक्काउने। अनि बिस्तारै यो जेल लाउँदै गएपछि बिस्तारै उक्किँदै जान्छ। लास्टमा मजाले त्यो पिलै भइसकेपछि सर निकाल्न पाइयो, तर उक्काउनै चाहिँ पाइएन, कलर पनि बस्दैन अनि इन्फेक्सन हुने एकदम चान्स हुन्छ है। त्यो त्यस्तो भयो भने चाहिँ यस्तो हुँदो रहेछ हैन, फोकाहरू आउने पाकेको जस्तो पिस जस्तो आउँछ कि इन्फेक्सन भयो भने चाहिँ त्यस्तो हुन्छ। अनि फुल्लिन्छ। अनि यो गर्दाखेरि अलिकति ठुलो जस्तो भएको फिल हुन्छ 1 हप्तासम्म होइन। ठुलो जस्तो सेप ठुलो भएको जस्तो फिल हुन्छ। एक त कलर धेरै पनि देखिन्छ, ठुलो यसै देखिन्छ। अर्को कुरा भनेको चाहिँ जस्तो तपाईँको अलि चाहिँ स्वेलिङ हुन्छ क्या। अब आइब्रोमा त त्यति नोटिस हुँदैन नि, यो साइड पनि हुन्छ नि किनभने यो साइडमा पर्पल छैन त्यो पातलै रहेछ हो, त्यो भएको डाउन अब यो तल र माथि मात्रै मैले क्लिन्जर लगाइरहेको छु, त्यो सेपमा चाहिँ सेपमा लगाउने होइन। यो मैले वेट हो नि त, यहाँ माथिबाट सरल नपुस्ने। मैले अघि ड्राई कटनले पुसेँ, अनि त्यसपछि अहिले चाहिँ क्लिन्जर राखेर माथि र तल पुस्ने। मतलब यो बिचमा नपुस्ने कि साइड साइडमा चाहिँ पुसेँ कि यो ड्राई कटनले यसरी पुस्ने यहाँ चाहिँ। अनि यहाँ चाहिँ धेरै पानी हाल्नु, आफूले पनि नलाउने, क्लाइन्टलाई पनि लाउने। हजुर यता बाँकी नै छ अलिकति कालै चाहिँ गरिहाल्ने म्याम। ड्रेस लिन भोलि जाने अरे ल। अब एकचोटि ग्रुप फोटो खिच्छौँ हामी, अनि त्यो पछाडि सबैजना निस्क्यौँ। ओके, आज चाहिँ हाम्रो 2वटा डेमोन्स्ट्रेसन क्लास थियो। सो 2वटा डेमोन्स्ट्रेसन क्लास सकेपछि चाहिँ म घर फर्किँदैछु। अघि चाहिँ मैले बोलिनँ किनभने त्यहाँनिर अब बोलेर हामी त स्टुडेन्ट हो, एज अ स्टुडेन्ट भएको कारणले गर्दाखेरि चाहिँ अब त्यहाँनिर बोलेर पुरै धेरै टोटल भिडियो लिन पनि त्यो नैतिकताले दिँदैन। सो त्यही भएर मैले चाहिँ त्यहाँनिर बोलिनँ पनि। र फेरि अब म्यामले पनि अब सिकाइराख्नु भएको छ, त्यही भएर उहाँकै बोलिनँ मात्रै मैले राखेँ है। अनि त्यही भएर चाहिँ अहिले हामीले चाहिँ 2टा डेमोन्स्ट्रेसन गऱ्यौँ। एउटा हाइफो ट्रिटमेन्ट फेसियल थियो, अनि त्यसपछि चाहिँ एउटा चाहिँ अर्को चाहिँ हाम्रो माइक्रो सेडिङवाला गऱ्यौँ। र सो 2टा नै सक्यो। अनि हाइफो फेसियलको चाहिँ मैले भिडियो बनाइनँ किनकि त्यो चाहिँ भिडियो लिन अलिक मिलेन, अनि त्यही भएर चाहिँ मैले चाहिँ उसको मात्रै माइक्रो सेडिङको पनि छोटो मात्रै बनाएको छु। ओके, हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। अनि यो हाम्रो डेमोन्स्ट्रेसन चाहिँ कोजी ब्युटी सलुन एन्ड एकाडेमीमा भइरहेको छ र डाक्टर रेखा थापा म्यामद्वारा। ओके, थ्याङ्क यू फर वाचिङ। पेन भयो, पेनमा हामी यो ब्लेड युज गर्छौँ। ब्लेडको साइज